अब यहाँ त सकेन मैले भने नि यहाँको स्ट्रगलसँग चाहिँ ऊ चाहिँ हार खाएर त्यो गिभअप गरे हो कि त्यो भनेको गिभअप गरे हो। मैले अघि जुन भने नि यहाँ सङ्घर्ष गर्यो त्यसले चाहिँ सहारा गर्यो। अब म सक्दैन बाबा भनेर भाग्न थाल्यो अरे विदेश। म भाग्न थाल्यो भन्ने सोच आउने बित्तिकै त्यहाँबाट दलाल सुरु हुन्छ। त्यसलाई त्यही उसमै गाउँपालिकामा त्यहाँ राज्य उपस्थित हुनु पर्दैन। अस्ति पर्सि हामी एउटा निष्कर्ष निकाल्दैछौँ त्यसमा के त भने वेलफेयर स्टेट त जहाँ पनि अम्ब्रेला बनेर आउनु पर्यो नि। ल तिमी विदेश जाँदैछ त्यसो तिम्रो पासपोर्ट यो 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 लोन ल अब त्यहाँ निर्वाचीको उसमा चाहिँ त्यहाँबाट फस्यो उम्किनु पायो नि त भनेपछि अब त्यसलाई चाहिँ के हुन्छ। मैले एउटा कुरा त अहिले वर्कआउट गरेर चाहिँ हेरिरहेको थियो म साथीहरूसँग हाम्रो सचिवज्यूसँग पनि सल्लाह गरौँला। यो श्रम स्वीकृति आदि इत्यादि सबै त्यो वडामा गाउँमा दिइदिए हुँदैन। किन यस्तो ट्र्यापिङ यस्ता झमेलाहरू हामी गर्छौँ सिर्जना गर्छौँ। त्यसैले यहाँ कुरा के आछ भन्दाखेरि कि भन्ने बेला चाहिँ हामीले चाहिँ जस्तो यो त पर्सनल इनिसिएसनमा हुने भयो क्या काम। सुविधाजीले आफ्नो पर्सनल इनिसिएसनमा गरे भने इन्स्टिट्युसन खै त राज्य खै त त्यहाँ। यो कुरो चाहिँ एकदमै ल्याकिङ भएको छ साथी हो। र अब यो अभियानलाई चाहिँ तपाईँ हाम्रो दायित्वको कुरो भयो, यसले अगाडि बढाउने कुरो भयो, मेरा कमिटमेन्टका कुरा भयो, मेरा सीमितताका कुरा भयो। यही फ्रेमभित्र चाहिँ कहाँ के गर्न सकिन्छ यो अवसर पनि हो। फेरि केही गरी खाने भन्ने एउटा चाहिँ वातावरण बनाउने त्यही त्यस्तो अड्केका पड्केका केही कुराहरू छन् भने हामी त्यहाँ जहिले पनि यहाँहरूको साथमा रहनेछौँ।